हेलो गाइज ब्युटिफुल लेडिज एन्ड ह्यान्डसम जेन्टलम्यान, तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। र आज धेरै दिन बादमा यो राति एउटा ब्लग लिएर आएको छु है। र इक्जामको व्यस्तताले गर्दा अहिलेसम्म निकै ग्याप भएको थियो र आज फेरि एउटा ब्लग लिएर आउँदैछु। र आजको ब्लगमा चाहिँ के छ भन्दा चाहिँ हाम्रो गाईहरूलाई चाहिँ अब म के खुवाउँछु हैन। र आजको काम चाहिँ अब मैले बेलुकासम्म सकिसकेको छु र बिहान बेलुका के खुवाउँछु र बिहान ब्रेकफास्टमा के खुवाउँछु त्यो देखाउँदैछु तपाईहरुलाई त। अहिलेको लागि चाहिँ यसरी घाँस खाँदैछ गाईले है। यो चाहिँ बेलुकालाई हो, गाई दुइसकेर बेलुकाको लागि घाँस हालेको। अब यति खाएपछि गाईलाई एकचोटि बिहान र बिहानको लागि चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रोमा एसिया खोले ब्रेकफास्ट चाहिँ यहाँ छ। र ब्रेकफास्टमा चाहिँ के छ भन्दाखेरि चाहिँ 3टा क्रिम रोल, भुजा अलिकति, बिस्किट र यो सब खाइसकेपछि डेजर्टमा भनौँ या खाने के बाद कुछ मिठा हो जाए भनेमा चाहिँ 4टा लड्डु